नमस्ते सम्पूर्णमा यहाँलाई फेरि पनि स्वागत छ मेरो युट्युब च्यानल प्रणुभव ट्युबमा र नेपालको महान चाड विजयादशमीको सबैलाई शुभकामना व्यक्त गर्दै मैले पनि एउटा सानो सम्झना स्वरूप एउटा भिडियोहरू बनाएको छु। आशा छ हजुरहरूले हेरेर मन पराइदिनुहुन्छ भनेर। किनभने मेरो चाहिँ यो लगभग 6-7 वर्ष पछिको दसैँ तिहार हो। किनभने यो अन्तरालमा चाहिँ म विदेशतिरै थिएँ र मनाउन खासै पाइरहेको थिइनँ र यसपालि चाहिँ दसैँ तिहारको मौका पारेर चाहिँ म नेपाल आएको छु र आफ्नो फ्यामिलीहरूसँग चाहिँ सबैजनासँग भेटघाट गरेर चाहिँ दसैँ तिहार मनाउँदैछु र त्यसैको स्वरूपमा चाहिँ मैले यसो भिडियो बनाएर हालेको छु र आशा छ हजुरहरूले यसो मन पराइदिनुहुन्छ भनेर। यसपालि चाहिँ हामी सबैजना फ्यामिलीहरू चाहिँ जम्मा भएको छौँ, हाम्रो अङ्कल आन्टीहरू सबैजना होइन, र एकदम रमाइलो भइरहेको छ। तर विशेष सम्झना चाहिँ मेरो काइला काकालाई, उहाँ चाहिँ गाउँ जानु भएको छ। उहाँको पुरा फ्यामिलीलाई धेरै धेरै सम्झिँदै हामीहरू सबैजना रमाइलो गर्दैछौँ। उहाँहरू पनि हुनुभएको भए अझ धेरै रमाइलो हुन्थ्यो है। बिरालो आउने होइन, लु तल झार्दा हुन्छ अब। हाम्रो पालामा त समस्या भएन, हाम्रो पालामा तल झारेर पानी हुँदैन केही भयो।
चिप्लो राम्रै लड्ने भयो नि भाउ फेरि दिँदै गर्नु क्या हाम्रो बुहारीले ससुरोको ढोके थाहा छैन ढोक्छन् ढोक्दैन नि मेरो खुट्टा यो खुट्टाको पानी खान त भाग्यमानी हो क्या थाहा छ कि छैन यस्तो खुट्टाको पानी खाने मान्छे दाइ मेरो खुट्टा दाइ दाइ हो दाइ हेलो हेलो सर खुट्टाको पानी नसुनेको हेर यति राम्रो खुट्टा पाउन भाग्यमा लेखेको हुनुपर्छ क्या अँधेर हालेर एउटा ए भाउजू पस्ने तिमी एकछिन नखाऊ है भाउजू यता आउँछ हो बास ल ल आयुष्मान भव म चाहिँ यहीँबाट दिनु पर्यो ल हालेर टु गरिदिएको छ त्यस्तो हो नि बोला बोला नानी यता हेर त नानु यता हेर त आइ भन्यो आफै चाउकोमा हाल्लाई हजुर पखल ए हटा हटा तिमीहरू नखेला त यता है यता बुझेलबाट है सानी तपाईँ टेन्सन नगर्नु के बाला खाउने
ढोक 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 ल ल के गर्नु है अब जे भने अब दाइको हो है चिया पनि देखाउनु मसुरको चिया बनाएर दाइले भ्लग बनाइसक्यो उसले मलाई सिकाएको अहिले उताबाट यताबाट गएर उताबाट कालो आयो कि खै त सबै छेल्दै त भिडियो किन बनाउनु भिडियो सबै छेल्दै खाएर के बनाउनु त Sirmal. Pani sirmal. Doga belum. पानी मुखमा मात्र राख्ने क्या रुपे पिउने बडा फुका दिनु भएन बाबाले खोइ यो भिडियो बनाएको चाहिँ के काम लाग्यो कि त्यही त भनेको बुवा आउँदा खोइ ए बुवा सरस हट्न यार भाइ यार ठ्याक्क अगाडि आएर बस्छ क्या छाट्न मैले हिजो नआएको हो कि टाउको नुहाउने भन्ने टाउको नुहाउनु यिनीहरू सबले छेलेर केही कतै होइन यहाँ भने तिमी किन ढल्ला आँटेर बसेको थियौ त्यसले खाएर पानी खाएरले पिउनु पर्छ त
त्यस्तो होइन छोरीले मुखमा त पर्नुपर्छ हौ फेरि मोबाइल बुफर बन्द छ है हो र गीत बनाउन दाजु ठुलो क्यामेरा छ ल्याउनु हुन्छ टिभीमा पठाइदिँदा भयो नि टिभी बिचारा छ तर के टिभीमा बजाइदिँदा भयो मैले बनाइन टिभीमा बजाउनु पर्छ नि त्यो धुन कस्तो राम्रो हुन्छ सुन्ने हुन्छ नि नभए कति आशीर्वाद आमा रोग भेल्ने नछोस् बिहान बिहान ग्यास चाहिँ एक मुखी कुनै एउटा हटाउ आशीर्वाद होइन त्यो त्यही त भयो खै बोल न बोल हाम्रो दाइले सुन्ने टिभी पुरा भयो मलाई सब खैदेऊ म सस गरिदिन्छु कति मैले आउँदा नमान्छ के दिन आउनु आज गोरे पुरै पुरै नमान्छ कति लाग्छ त्यो खाली हुने लगाएर के चस्मा मैले त्यही भने भोलि आउँछ पालो पालो भोलि भोलि बाँकी नै छ उहाँको हाम्रो अगाडिमा बुझ्दाखेरि है मर्यादा भयो गरे त्यहाँबाट पनि छ उठाइदियो हात उठाइदियो के फरक पर्छ घन्टी पछि छ त के प्रकार छ त किन अनि काका
गाईको भाइ हो नि त, मान्छे मर्दैन, अरू सबैलाई ढोग्नुपर्छ। गाईको भाइ हो नि त, गाईको भाइ हो नि त, मगर सोधेको क्या, बोकाउनु ढोग्नुपर्छ। ड्याडी स्यान्डल उठ्नु पर्छ स्यान्डललाई डेट त्यहाँ छोड्नु त डेट त्यहाँ छोड्नु त कान्छी बुहारी स्टार्ट गरिएन आफ्नो ठुलोमा हुनु मान्छे घर पनि सुख शान्ति होस् होइन ठुलोमा हुनु सबैले मान्ने कुरो होस् अरूले मान्नु पर्छ आफूले मान्नु के छोड्नु कति टाइम लाग्यो यार यस्तो भयो यस्तो भिडियो लङ हुन्छ गाना बोला भनेको चल्नै नछोड आज एउटा मुम्बई भन्छ एकदम बस्नु यहाँ बस्नु भिडियो गर्ने कहाँ पुग्छ यो भएर फोटो अहिले क्या चक्क सबै स्टोरेज फुल भएर यार घरमै भोलिसक्यो आशीर्वाद आशीर्वाद ठुलो नाति हो ज्ञानी हुनु अङ्कल फेरि सबैभन्दा ठुलो मान्छे पर्दैन पर्दैन मेरो कालो
भाग्यमानी मेरो भाइ ठुलो मान्छे हुनु केही थाहा छैन मलाई चट्ट जाने अब टक्क खानदानको जेठी नातिनी एकदमै है एसएलसीमा जिपे 4 ल्याउनु
अलिकति राउन्डमा हिँड्नु जहिले नि केही भाषण जानु अलिकति होइन माग्नु भयो त होइन एक्लै एक्लै है सबैजना अगाडि त सरले पकायो काटेको एउटै घुगुली कति राम्रो देखेको हामी चेक गर्नु ल हाम्रो ल मेन मान्छेको एन्ट्री भयो यता फोटो सेसन चलिरहेको छ है पनि पानीमा फेर्यो आमा कति मिठो मुस्काने है खिच्ने भिडियो बनायो
तिनचोटि पछाडि जे पाए छैन है छ नमान्ने मलाई अम्माहरू चाहिँ आफ्नो भाष त हुँदा भने होइन फोटो नगएको भएर यो अगाडि मलाई फोटो खिचेपछि चाहिँ आफ्नोमा हाल्नै ज्याउ हुन्छ भने चाहिँ है लु आफ्नो भाष त हुँदैन चाहिँ भनेको थिइनँ मैले मैले आफ्नो मोबाइलमा खिचाएको चाहिँ हुँदैन कि अगाडि मोबाइल खिचेपछि भने हो आफ्नो भने आफ्नो चाहिँ भनेको थिइनँ फेरि नाटक नगर्नु फेरि बढी त्यो अब जे बुझ्नु जे पनि बुझिहाल्छ नि बुझ्नु थाल्यो भने त के बुझ्छ नि मरण भिडियो हाल्दाखेरि जाँदैन धुप बलेको पनि धुपको धुवाले त्यो सर्व फेरि आएन खुसीको दिनमा रुने हेर भन्दै मेरो मन बिल्कुल थालिहाल्छ फेरि
यसो देखेर कहाँ पर्छ चिपाल्दै गएको पार्दै बोलाउनु न छोरी भनेर शिरमा ईश्वर रहनु आत्मामा ईश्वर रहनु ईश्वरले सदा दिन सुख शान्ति समृद्धि होस् सधैँ दिन ईश्वर हाम्रो छोरीको शिरले भएर हिँडेको हामी देख्न पाऊँ ईश्वरले त्यतिसम्म पुर्याइदिनु भयो भनेदेखि के भनेको हाम्रो ठाउँमा छ जहाँ गए पनि मेरो छोरीको कहिले शिर नझुकोस् ईश्वरले सधैँ दिन मेरो छोरीको शिर जे काम गरे पनि जसो गरे पनि सफलता होस् कहीँ पनि कामधन्दामा पनि बस्न लागोस् आउँदा केही नधरोस् हिँड्दा केही नलागोस् सदा दिन खुसी रहनु अब बिहे त अब खानुपर्छ अब उसको अब इन्टरभ्यू भन्दा पहिला इन्टरभ्यू हुनु पर्ने अनि पछि म गरौँ भने पालै नआएको थियो कसम न भिडियो त यस्तो त हामी खिचेछु नि already लाएर सानीको हातले टिका लाउन पाइएन है तपाईँले पनि त्यही त्यो बुवा सानो नसुहरू भन्छ सोचेन क्या होइन नि भयो खै छोरालाई मात्र टाँसे टाँसे गरेर बुहार त हेरे हेरे कतिको पुरा इच्छा छ यहाँ राम्रो राम्रो हाँस्यो है म अब यहाँ हल्लियो है हजुरको पालोमा चाहिँ
हुन्छ खै बिचरा भाउजू होइन हो तर फेरि ठ्याक भाउ मैले अहिले एउटा केटी ठक्कै भागिहाल्यो त्यो एउटा 50,000 10,000 को आयो अङ्कल तपाईँ भित्र हुनुहुन्छ आएन मेरो पैसा भन्थ्यो त ल आशिक देखो बास मेरो छोरो हिरो भएर आएछ नि तर यसमा उ लाग्छ होला है छिटो छिटो जिन्सको सर्ट लगाऊ न यही माथि अरू भाइ पनि जब छोरो भराइ मात्र छैन यहाँ देखाएको छु त्यस्तो छ कस्तो मनको जिउले छ ल उठेर गर्दा आउँछ क्या
पऱ्यो खै ल उसलाई रमाउनु पर्छ उसलाई अब होइन छोरो भने छोरो खै पापी दाइ पापी उसलाई पैसा ल्याएर नातिलाई त ढोकाकै छैन बुवालाई भाग्यमानी नानीलाई ओ सरी ल मेरो खुद चाहिँ यहाँ छ खुसी हुन्छ कि हामी ठुलाको भोलि देखि त हाल्यो बुढाबुढीले दिएको आशी चाहिँ कस्तो मलाई चाहिँ लाग्दैन होला आज कति मासेर आइपुग्यो भने सब थाहा हुन्छ मलाई बाबाई नानी आइपुग्यो बेला लाग्दैन कञ्चन हो भिडियो बनाएर चाहिँ टक्कै छैन कान्छा जाने हाल्यो फोटो देखिसक्यो फोटो चाहिँ जानु मम्मीले अब माथिको कुर्ता लगाएर आउने एउटा टिका लगाएर जस्तो मात्रै लाउन जस्तो किन मिल्ने भएको भए त लाग्यो जस्तो किन आइदिने हुन्थ्यो मलाई मभन्दा सानो यतिको राम्रो दादा किन देख्न सक्दिनँ
आशीर्वाद भनेको दक्षिणा भन्छ आशीर्वाद भनेको दक्षिणा भन्छ त्यही भएर टिका लगाएर दसैँ दिनुपर्छ मलाई टिका लगाएको फोटो खिचेर चाहिँ हाल्दिया है होइन मलाई कस्तो देख्नु पछिबाट यसले चाहिँ 3000 लेखी छ मनसँग 200 हाम्रो यत्रो काम मिलाइदिनु भएको भगवान्ले यत्रो पैसा खाने बाटो दिनु भएको चलाउनु पर्दैन त कति छ 200 जस्तो लाग्यो यहाँ पढिरहेको हेर चाहिँ यो कुन सा स्टाइल है बे